साकुङ ठिक छ के गरेको त्यो पारा आएको हेलो सेवा नमस्ते वेलकम टु माई न्यू ब्लग इट्स मी सीमा बान्तावा आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने फेरि पनि आशा गरेको छु र म अब चाहिँ खाना पकाउनु पर्ने हुन्छ साकुङको लागि उसलाई चाहिँ 9 बजी भित्रमा स्कुल पुर्याइसक्नु पर्ने हुन्छ अनि अब म खाना बनाएर अनि साकुङलाई रेडी चाहिँ मम्मीले गरिदिनुहुन्छ खाना पनि मम्मीले खुवाइदिनुहुन्छ उसलाई चाहिँ सुरुमा दिने हो उसले 15-20 मिनटसम्म पनि खाँदैन क्या त्यो खाना उसलाई मिठो मन परेको झन् चाहिँ ससेस छ भने ससेस खान्छ पनिर खान्छ अनि दाल भात चाहिँ यतिकै हुन्छ अनि मम्मीले आएर चाहिँ खुवाइदिनुहुन्छ आज चाहिँ मैले नानीलाई पनिर बनाइदिएको थिएँ पनिर चाहिँ सबै खाइसकेको छ अनि दाल भात चाहिँ अब मम्मीले खुवाइदिनुहुन्छ साकुङ ठिक छ के गरेको त्यो पारा आएको यति ठुलो भइसक्यो खाना पनि खुवाउनुपर्छ 6 इयर पुग्नु आँट्यो साकुङलाई स्टिल अझै खाना खुवाउनुपर्छ हामीले तपाईँहरूले चाहिँ कसरी खुवाउनुहुन्छ तपाईँहरूको 5-6 वर्ष पुगेको बच्चालाई कमेन्ट गर्नु होला ठिक छ नि साकुङ आज दिन क्यान्टिनमा खाजा नखाने होइन मैले त्यस्तै सुनेको थिएँ क्यान्टिनमा खाजा नखाने भनेर अनि यहाँ छ यस्तो छ साकुङको स्कुलको ड्रेस सो म चाहिँ अब नानीलाई खाना दिनु आँटेको अब म चाहिँ यहाँ खाना रेडी बनाउँछु ये काट्नुपर्छ अहिले अलिअलि यो सोयाबिन पनि दिनु पर्ला यो चाहिँ यसमा चाहिँ उयो हुन्छ कि भिटामिन हुन्छ यो सोयाबिनमा चाहिँ यसो निचरेर खुवाइदिनु पर्यो उसलाई चाहिँ अब दाल भात मनपर्छ चाहिँ दाल भातै दिन्छु आज चाहिँ मैले रातो दाल बनाएको छु यहाँ हाल्दैन तर खाना अलिक सेलिसक्यो होला क्या अघि जानेको थियो 7:30 बजीतिरै पाकिसकेको थियो साकुङलाई पनि अब दाँत भएको त मजाले खान्छ होला तलको मात्रै दाँत हेर मैले चाहिँ यहाँ त हामीले खाने नै दिने गरेको छु नानीलाई चाहिँ अनि त्यही भएर यसो हल्का मिचेर खुवाउँछु अब अघि पाएको नि त अब अहिले 9:30 भइसकिसक्यो त्यही भएर भात त दह्रो भएछ क्या त्यही भएर यहाँ मेरो यहाँ मिनी ओखली छ के भन्छ यसलाई के भन्छ ओखली हो यसमा चाहिँ नानीलाई हल्का यस्तो किचिक पारेर अनि अलिक सानो हुन्छ नि त अनि त्यही यसरी दिने मिक्सरमा गर्दा चाहिँ डल्लो पर्दो रहेछ क्या यो भात मैले अस्ति नै सुरुमा चाहिँ त्यसरी गर्थेँ अनि डल्लो परिजाँदो रहेछ नि त्यही भएर मलाई चाहिँ यो ठिक लाग्यो अनि यस्तो गर्ने टक्क थिचेर अनि यहाँनिर यस्तो अलिक सानो हुन्छ क्या पानी आमाम रेडी भइसक्यो अब कान्छीलाई सुरुमा म यो बिफ लगाइदिन्छु के भन्छ बिफ नै भाइदेऊ अब यस्तो गर्ने उसलाई अब हतार भइसक्यो माम खानु यस्तो गरेर टक्कसँगले किन के ल्याउनु भयो र कुहिएर झरिसक्यो थियो त अनि मैले चाहिँ सहीले सुरुमा मैले के खुवाउँछु पानी खुवाउँछु छोरीलाई पानीबाट स्टार्ट गर्छु उसले चाहिँ उसको अघि नानाको पनि माम खाइसकिसकेको होला म दिन्छु अब म हात धुइ आउँछु मलाई चाहिँ फेरि हातले नै अझै भने सजिलो लाग्छ कि खुवाउनु पहिला चाहिँ खुवाउँछु नि कस्तो पेसेन्टले बोले हेरौँ है कस्तो छ अब टक्क बस्ने हो मम्मी छोरी अनि अब मैले यसरी खुवाउँछु नानीलाई ये ला सुरुमै खै हातमा लागिगयो नि त हौ बर्बाद भयो नि त है अलिकति तल झारौँ बेबीलाई देखियो ए ल आफू गर्नुहोस् ल उसले चाहिँ फेरि दाल भात मात्रै पहिला चाहिँ मैले कति 6 महिनादेखि चाहिँ लिटै खुवाएको हो कति 9 महिनासम्म चाहिँ मजाले लिटो खायो उसले अनि त्यसपछि हुन त नुन दिनु हुँदैन 1 वर्ष नपुगी भन्छ कि तर मैले चाहिँ अलिअलि जाउलो पनि मिक्स गरेर दिँदा पनि नखाएको क्या बेबीले जाउलो खासै मन पराएन
अनि त्यसपछि मैले दाल भात एक टाइम चाहिँ दाल भात एक टाइम चाहिँ लिटो स्टार्ट गरेको थिएँ। अनि त्यसपछि उसले लिटो खानु खोजेन किनभने अब नुनको स्वाद पायो नि त उसले दालमा। त्यस्तो दालमा नुन धेरै त होइन, हल्का मल्लो बनाएर। अनि त्यसपछि लिटो खानु पटक्कै खाएन छोरो। हुन त कहिले कहिले मैले खुवाइदिइरहेको हुन्छु, त्यही पनि जबरजस्ती दुईजना मिलेर। अनि आजभोलि चाहिँ उसलाई बिहान बेलुकै दाल भात। अनि त्यसपछि अब मैले सानोमा हुँदा धेरै अन्डा पनि खुवाएर होला, उसले अन्डा चाहिँ खासै खानु खोज्दैन। आजभोलि बोइल अन्डा खानु खोज्दैन, बरु के अरे यो रायोको किमा बनाएको मासुहरू भयो, अनि कुखुराको मासु अनि सुँगुरको मासु पनि मैले अस्ति फर्स्ट टाइम खुवाएँ, खायो बरु त्यो चाहिँ। कलेजो पनि खासै मन पराएन। अनि उसको चाहिँ अहिले चाहिँ फेभरेटै अहिलेको हालचाल रिसेन्टली चाहिँ दाल भात। अनि मैले चाहिँ सोयाबिनहरू पनि दिने गरेको छु। लिनुहोस् ल पक्रेर अलिअलि खानु सिक्नुपर्ने हो नि त। उसले चाहिँ त्यस्तो खासै धेरै सिकेको छैन। अस्ति एकचोटि दिएको थिएँ, उसले त दलेर टाउकोदेखि लिएर सबै होइन। के टमाटर लोकल अब यसरी नै हो मैले खुवाउने भनेको। टुम्लेट पनि आएछ न, क्र्याक भइरहेछ अस्ति नानीले जाने। ल उसले चाहिँ खाना खाइसकिसक्यो। अब यहाँ यत्रो बाटा लिएर आएको छु है मैले चाहिँ उसको यहाँ धोइदिनुलाई। यो चाहिँ फेरि पानी भनेपछि मक्ख पर्छ नि, फेरि मक्ख पर्छ नि होइन। पानी खेल्नु पाएपछि त फेरि मजा आउँछ नि सेन्मीलाई हो। पोख्यो क्या झन्डै। छोरा 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 ल अब ह्याङ्कीले एचो एचो गर्ने, एचो एचो गर्ने ल। अनि त्यसपछि उसले चाहिँ खाना खाइसक्यो। उसको चाहिँ अब औषधि लिने टाइम भयो। यो चाहिँ ब्रुडोकोट हामीले चाहिँ यसरी दिन्छौँ, 30 सेकेन्डसम्म होल्ड गर्नुपर्ने हुन्छ। यो चाहिँ उसको ग्यार ग्यार कन्ट्रोल गर्नुलाई हो। लगभग कति भयो, 7-8 महिना भइसक्यो, 8-9 महिना भइसक्यो होला अब यो स्टार्ट गरेको। मजाले दिन्छ आज। अब कति सेकेन्ड, 2-3 सेकेन्ड पानी दिनुपर्ने हुन्छ, नभए उसको टङमा चाहिँ घाउ हुने चान्स हुन्छ। कि पानी दिनु पर्यो कि दुध कि झोलिलो कुराहरू चाहिँ दिनुपर्ने हुन्छ। ए हेर्न यस्तो भद्रगोल छ। अब चाहिँ म रुम मिलाउँछु बल्ल। नानीलाई नि खाना खुवाएँ, आफूले पनि खाएँ। अब चाहिँ बेड मिलाउनु पर्यो किनभने अब खानाहरू खाएर आइसक्यौँ, नानीले पनि खाइसक्यो। अब बेड मिलाउने, नानीलाई मेडिसिनहरू पनि दिइसक्यौँ। अनि त्यसपछि अब यो बेड टक्क मिलाएपछि सेन्मीलाई यहाँ माथि बेडमा ल्याउने हो। तपाईँले देख्न सक्नुहुन्छ। नानी कहाँ रहेछ? यस्तै छ, के गर्नु, मेरो दिनहरू यसरी नै गइरहेछ, बितिरहेछ भनौँ न बच्चासँग। अनि त्यसपछि मैले साकुङको पार्लरमा पनि भिडियोहरू बनाउँथेँ कि युट्युबमा हालिन्थेँ। अनि फेरि पछि बिचमा बनाउँदा बनाउँदै मैले छोडिदिएँ किनभने के भयो यतिकै मोबाइल पनि बिग्रियो होला। अनि यतिकै बिचमा मैले छोडेँ। अनि फेरि अब अहिले पनि फेरि सुरु गर्दैछु भनौँ न, किनभने सेन्मीको अब भिडियोहरू पछिको लागि मेमोरी हुन्छ भनेर अहिले। किनभने पहिलाको त्यो भिडियो साकुङको भिडियोहरू अहिले हामी हेर्छौँ नि त, यस्तो रमाइलो लाग्थ्यो, साकुङ यस्तो थियो भनेर। अब सेन्मीको चाहिँ किन नबनाउने भन्ने कुरो भयो क्या। त्यही भएर अब पछि बुढेसकाल आएपछि छोरीहरू यस्तो थियो भनेर भिडियो टक्कसँग हामी बुढाबुढी बसेर हेर्छौँ। त्यही भएर मैले अहिले चाहिँ मेमोरी क्रिएट गरिरहेको छु, बनाइरहेको छु बच्चाहरूसँग। अब उसको बाबा त हुनुहुन्न नि त, पहिला साकुङको पालोमा चाहिँ उसको बाबा थियो। त्यही भएर उसले पनि खेलाउनु पायो साकुङलाई। हुन त उसले पनि खेलायो 8 महिनासम्म त उसले पनि सेन्मीलाई पनि खेलाएकै हो।
त्यसपछि चाहिँ बाहिर जानुभयो अनि त्यसपछि सेगमीसँग खेल्नु पाउनु भएको छैन अनि त्यही भएर मैले यसरी भिडियो बनाउँछु अनि भिडियो बनाउँदै हालिदिन्छु अनि उसको बाबाले हेर्नुहुन्छ हैन ल हेर झगडा गरेर अब उसलाई निन्द्रा लागेर होला कि यस्तो झगडा गर्छ कि निन्द्रा लागेपछि मान्छेहरू यो यस्तो के हो यो नानाको कट्टु लाएर ठिक छ ल आउन त ल बुक खाने नानी त्यहाँ बोक्नुहुन्छ हालेर नि हतार हतार बाजे तर साथी भन्दा त सानो मान्छे आमै कसँग ए बाजेसँग कति धेरै माया हो कि नानी सुतिसक्यो खेलेर झगडा गरेर उसको बाजेलाई पछ्याएर अनि त्यसपछि बल्ल बुबु खाएर निदायो फेरि उसको चाहिँ धेरै बेरसम्म सुत्दैन कि मेरो छोरी चाहिँ त्यही 15-20 मिनट जति सुत्छ उठिहाल्छ कि कहिले कहिले चाहिँ धेरै बेरसम्म सुत्छ तर प्रायः जस्तो चाहिँ उठिहाल्छ कि लेट्सी आज कति बजी उठ्छ हेरौँ मेरो छोरी चाहिँ उठिसक्यो गर्दैछ कुन सब्जेक्टको होमवर्क गरेको साकुङ ए तारकेश्वरको कुन कुन होमवर्क सक्यो ए ए ए ल ल ए तपाईँले यो पछाडिको कालो कालो देख्दै हुनुहुन्छ नि भित्तामा वालमा यो सब साकुङ राईले कोरेको है जति पनि यो वाल फोहोर बनाएको छ यो सब साकुङले हो अब यहाँ साकुङको बहिनी पनि ठुलो हुँदैछ साकुङले जे गर्यो बहिनीले पनि त्यही सिक्छ त्यही भएर साकुङ गुड गर्ल हुनुपर्छ है एक दिन मात्रै गुड गर्ल हुनु होइन नि त सधैँ गुड हो कहिलेदेखि गुड गर्ल हुनु थालेको साकुङ राई ए ल साकुङ राई चाहिँ आजदेखि गुड गर्ल भएको अरे अब साकुङ नभए ब्याड थियो नि त गाइजहरू सुन्नुहोस् मेरो साकुङको स्कुलबाट कम्प्लेन आउँछ के कम्प्लेन तपाईँहरूको चाहिँ पढाइ राम्रो भएन भनेर कम्प्लेन आउँछ होला मेरो छोरीको चाहिँ पढाइ चाहिँ राम्रो तर कम्प्लेन के आउँछ भने कहिले लिपस्टिक लाने रे कहिले पैसा लाने कहिले खेलाउन लाने हो यस्तै कम्प्लेन आएको थियो उसको स्कुलबाट अनि साकुङलाई चाहिँ अनि त्यसपछि अबदेखि नलैजाऊ है भनेको त्यसपछि चाहिँ लगेको छैन अहिले चाहिँ बाँकी त अब त्यस्तै हो केटाकेटीहरूको होइन कस्तो माया लाग्दो पाराले बसेको कि नानी बुङ्गा हुन्छ है बुङ्गा हुन्छ नि फेरि अब पाखानु आउनुहोस् यहाँ ल आमा आउनु पानी खाँदैछ मेरो छोरी सेन्मीले चाहिँ अब चाहिँ म साकुङलाई पुऱ्याउन जान्छु डान्स क्लास साकुङ चाहिँ यहाँ छ हामी यहाँ छौँ आमा छोरी बहिनी हो त्यहाँ छ कुनामा ल सो अब चाहिँ साकुङलाई नि डान्स क्लास लाँदै मम्मीलाई पनि यहाँ मेडिकल चेक गर्न लानुपर्नेछ जानै पर्यो धन्न हिजो त हेलमेट भिजेको थियो सुत्नु चाहिँ सुतेछ है बोलेको नि सुन्दैन आमा हेलमेटले गर्दा बाटो फेरि यस्तो डेन्जर छ कि घरदेखि यहाँ गेटसम्म मात्रै आउनुपर्छ हिलो हुन्छ अब जानुपर्ने हुन्छ हुँदैन म चाहिँ यसलाई माथि छोड्नु जाँदैछु हेलमेट खोलिन फेरि लगाइहाल्नु पर्ने हुन्छ नि त आमालाई आयो भएको छ त्यो ल खोल यता हो न ल जाऊ मैले आउँछु ल कहाँ हुनुहुन्छ ल ए निलाई कता पो बस्ने यतै बस्नु पर्ला आँटेको 1 वर्ष अगाडि आएको थियौँ खासै 1 वर्ष अगाडि नै सर्जरी गर्नुपर्छ भन्दै थियो नानी सो हामीले चाहिँ फाइनली सर्जरीको डक्टरलाई देखाएर आयौँ
अनि योभन्दा 1 वर्ष अगाडि नै खास चाहिँ सर्जरीको डाक्टरले चाहिँ ओटी गर्नुपर्छ, अपरेसन गर्नुपर्छ भन्नुभएको थियो। मम्मीको चाहिँ गल ब्लाडरमा स्टोन छ नि त, 12 mm को थियो। त्यतिखेर ठ्याक्क म कति 9 महिना लाग्न आँटेको थिएन। म चाहिँ मेरो त्यतिखेर चाहिँ प्रेग्नेन्सी थिएँ। प्रेग्नेन्ट भएको बेला चाहिँ त्यतिखेर मम्मीलाई चाहिँ दुखेर गएको थिएँ। अनि अब त्यतिखेर चाहिँ अब किनभने मेरो चाहिँ अब डेलिभरी डेट आइसकेको थियो नि त। अनि अब मेरो चाहिँ अब पहिलाको पनि सिएस भएको, अनि अहिले दोस्रो पनि सिएसै गर्नु पर्यो। अनि त्यस कारणले गर्दा अब मलाई पनि अब हेर्नुपर्ने हो। अब 1.5-2 महिना 3 महिना कति लाग्छ हिल हुनु, निकै टाइम लाग्यो। अनि त्यसपछि मम्मीले चाहिँ अलिक पछि गर्छु, अहिले दुखेको छैन भनेर हामीले चाहिँ पेन्डिङमा राखेको थियौँ। सो अब चाहिँ सबै अब म नानी पनि 1 वर्ष पुग्नु आँट्यो, अब चाहिँ गर्नै पर्छ एनी अब जसरी भए पनि भनेर चाहिँ हामीले चाहिँ यहाँ घरमा सल्लाह गरेर सो आज चाहिँ हामीले सर्जरीको डाक्टरलाई देखाएर आयौँ। अनि त्यही भएर मैले चाहिँ ब्लडको प्रिअपहरू दिएँ, अनि चेस्ट एक्सरे पनि गरेर आयौँ, अनि युरिन पनि दियौँ। अब बाँकी भनेको चाहिँ भोलि भिडियो एक्सरे र इसिजी बाँकी छ। अनि त्यो भोलि सबै गरेर आएपछि रिपोर्ट आएपछि चाहिँ त्यसपछि चाहिँ हामीले चाहिँ डेट दिनुहुन्छ सर्जरीको डाक्टरले। अब कहाँ गर्ने कता गर्ने भनेर चाहिँ म तपाईँहरूलाई नेक्स्ट भिडियोमा भन्छु। सो यति भन्दै मेरो आजको ब्लग यहीँ इन गर्न जान्छु। बाई बाई, सी यु नेक्स्ट ब्लग।